हामी चाहिँ हिँडिसकेको छौँ पानी सानी खाजासाजा किनेर उता हिमाल चाहिँ यस्तो गोबरमा नि मेमोरी छैन चार्ज नि छैन लाइन नि छैन आज लोड सेडिङ धेरै हुनु लागिसकेको छ नेपालमा आजकल कुलमान सिंह गइसक्यो कि कुलमान हो कि के अरे दोस्त कुलमान भन्ने म्याग्दी होइन रुमतिरको रामचेतिरको ए रामचे नि म्याग्दीमै हो पर्ने हिजो मसँग एउटा रामचेको बाल फाल्न आएको थियो कि म त रामचे भनेको त उता लमजुङतिर होला जस्तो त्यो हामी चाहिँ उक्लिसकेको छौँ हिँड्दै छौँ आहा बाटो ठाडै छ गीत सुन्दै दुई भाइ टक्क हेर्दै सही होला हिँड्नुपर्छ एकदिन हिँड्नुपर्छ माथि गएर झन्डै खतरा खतरा भ्यू देखाउँछु केटाहरू ल बाटोमा आइयो बल्ल केटा हो केटाकेटी हो ऐसेले खाना आमै ऐसेले खाना सही टाइममा च्याम्मा खानु पर्छ ऐसेले चाहिँ ट्रेकिङ गर्ने अलि मजा हो वनपाखाको खानेकुरा खान पाइन्छ ल ल अहिले भेटौँ न केटा बाई बाई हामी चाहिँ हिँड्दै होइन डेस्टिनेसन अझै आएन डेस्टिनेसन बाटो चाहिँ उकालो ओह्रालो गरेर भर्खर यस्तो 400 वटा आम यस्तो बाटो आछौँ भनेपछि डेस्टिनेसन नि पक्कै खत्रै हुनुपर्छ नभए रमाइलो हुन्न डेस्टिनेसन राम्रो नभए पनि डेस्टिनेसन हामीले रमाइलो बनाउनु पर्छ त्यहाँ गोठ छ एउटा होइन देश चाहिँ अगाडि मस्त गीत सुन्दै हिँड्छन् म चाहिँ पछाडि टक्क जङ्गल छ केटाहरू ठुलो जङ्गल छ यतातिर चाहिँ ट्रेकिङ त्यो गाउँ ट्रेकिङ आउनु भएको छ भने चाहिँ यस्तो गोठतिर चाहिँ सतर्क भएर हिँड्नु होला है गाइजहरू के अरे यता भोटेको कुरो राख्छन् धेरै जस्तोले गिजाउनु नि हुन्न गिजा चाहिँ च्याप्प पारिहाल्छौँ त्यसै कारणले चाहिँ यहाँ चाहिँ एउटा गोठ छ कोही छैनन् मान्छे चाहिँ हेर्नुहोस् केटा हिमाल माथि गएर खोल्लिन पर्ने हो कि त है खतरा हुन्छ त्यो अनि बाटो चाहिँ यस्तो छ है ल भेडा बाख्रा चाहिन्छ भने सम्पर्क गरौँ केटा मलाई केटा हो अगाडि त ठाडै उडालो छ हेर्ने हो ठाडै उकालो छ केटा हो अब यो उकालो काटेर माथि गएर भेट्नु पर्छ जस्तो होइन स्यासा पर्ने केटा हो एउटा हामी चाहिँ भर्खरै यो बाटो पार गरेर माथि आच्छौँ भ्यू चाहिँ यस्तो छ है हामी चाहिँ यस्तो बाटो नि आउनु लागिसक्यौँ टाउको झुकाएर हिँड्ने ठाउँमा काफलै केटा काफल
काफले काफल छ यहाँ हामी चाहिँ बाटो बिरेर अर्को बाटो आएर छौँ यो बाटो होइन रहेछ धेरै टाढा आइयो अब फेरि फर्किरहेछौँ हामी फर्केर उता गएर फेरि त्यही बाटो फर्क्यो तल चौतारा हामी चाहिँ अघि बाटो बिग्रेको ठाउँमा आइछौँ फेरि है अघि यही बाटो हामी यताबाट गयौँ कि बाटो चाहिँ यो रहेछ यहाँदेखि पुगेपछि हामी आधी घन्टा पुगिन्छ अहिले चाहिँ मिठो घाम लगाएन यस्तो छ भ्यू यहाँ माथिको त्यही छ ब्याट्री यसको नि ब्याट्री सकेर ब्याट्री चेन्ज गर्न हामी चाहिँ उकालो चढ्दै चढ्दै माथि आइसकेका छौँ भ्यू नि बबाल बबाल देखिरहेछ माथि माथि जति माथि गयो त्यति नै राम्रो देखियो कि भ्यू त्यही र थकाइ नै एकदम ला यस्तो छ भ्यू त अनि सही होइन त अनि ल हाम्रो डेस्टिनेसन चाहिँ त्यहाँ माथि देखेको टावरमा है त्यहाँसम्म पुग्नु छ अब हामी यहाँ तलदेखि है त्यहाँ गएर भेटौँला केटा ए केटा यहाँ तल खोला यत्रो ठुलो ढुङ्गा छ यहाँ माथि अब यो माथि ढुङ्गा यही ढुङ्गाको माथिपट्टि चाहिँ भेडियोटार भन्ने ठाउँ छ भेडियोटार हो कि के अरे दस भेडियोटार भन्ने ठाउँ छ त्यही गरेर भेटौँला ल सही यस्तो छ बाटो लडिहाल्यो नि डेस्टिनेसन त आइसक्यो त अब गोपुरमा पनि 14% छ अब यहाँ भोटे कुकुरहरू हेर्नुपर्छ कुकुर देखेपछि त लहट्छ भैँसी के त भैँसी आजिम गाउँ जस्तोलाई मोरिया सियाल माथि गएर भेटौँला रमाइलो मानेर हेरिदिनु होला सबैजनाले भलक त्यही भन्न चाहन्छु म चाहिँ हेर्नुहोस् यहाँ भैँसीले हेरेको हामीले स्वागत गरेको छ भेडियोडारमा सही हो बवाल भ्यू केटा दिस इज द हिडन प्लेस अफ राखो है ल के त माथि गएर देखिने नि भ्यू यही हो तल आएर देखिने भ्यू नि यही हो गोबरमा पनि चाट छैन मलमा पनि चाट छैन ल ल गाई चाहिँ यो भ्यू अरूतिरको म ढुङ्गा माथि चढ्छु है ल यही भ्यू है सही हो केटा अघि पानी परेछ सही